साथीहरू, आज चाहिँ मैले पपेरा बनाउन जाँदैछु र मैले पपेरा बनाउनको लागि साँझ नै भिजाएको रातभरि भिजाएको चामललाई सिलौटोमा मजासँग पिसेकी छु। यदि हजुरहरूसँग मिक्सर छ भनेपछि हजुरहरूले मिक्सरमा पनि राख्न सक्नुहुनेछ। मिक्सरमा राखेर मसिनो हुने गरी पिस्न सक्नुहुनेछ। मसँग चाहिँ मिक्सर नभएको हुनाले मैले सिलौटामै मसिनो गरेर पिसेकी छु। यसमा थोरै थोरै पानी हालेर यसलाई मजासँग पिसेर भाँडोमा खनाउनुहोस्। यसरी सबैले भाँडोमा खनाइसकेपछि हामीले चाहिँ अर्को गर्नुपर्ने हुन्छ। यसलाई चाहिँ मैले दुईवटा कलर बनाउनको लागि यसलाई अर्को भाँडोमा खनाउँछु र अर्को भाँडोमा खनाइसकेपछि मैले एउटामा चाहिँ सादा राख्छु र अर्कोमा चाहिँ बेसार हाल्छु। बेसार र नुन हाल्छु। बेसार र नुन हालिसकेपछि मैले चाहिँ यसलाई मजासँग घोल्छु। हजुरहरूले बेसार र नुनको सट्टा अरू पनि राख्न सक्नुहुन्छ। त्यो लेपलाई मैले एउटा प्लेटमा राखेकी छु। त्यसलाई तेलले मजासँग तेल लगाएर अनि बल्ल फैलाउनु पर्छ ताकि यो त्यसमा नचप्कियोस्। र ग्यासमा मैले एउटा मोमो पकाउने भाँडो राखेकी छु। त्यसमा तल पानी राखेर ठिक्क बनाएकी छु र यसलाई राखेर यसलाई मजासँग बफाउँछु ताकि यो राम्रोसँग पाकोस्। अनि यसै गरी नै मैले धेरै भाँडोहरूमा पनि बनाएकी छु। यसलाई मैले अब निकाल्न गइरहेकी छु। यो हेर्नुहोस्, यदि मजासँग पाकिसकेको छ। मैले अर्को पनि भाँडो राखेँ। धेरै भाँडो राख्न मिलेन किनकि यो ठाउँ सानो छ। हेर्नुहोस् यहाँ कति मजासँग निस्किएको छ र मैले यसलाई केराको पातमा राखेकी छु। हेर्नुहोस्, यो मैले अर्को भाँडो जुन थियो त्यसलाई पनि मैले निकालेर त्यो केराको पातमा नै राखिदिएँ। र मैले अर्को सेतो पनि एउटा सादा मैले नुन र यसमा बेसार चाहिँ केही पनि हालेको छैन। यो सेतोलाई पनि मैले यो प्लेटमा फैलाउँदैछु। हेर्नुहोस् कति मजासँग फैलिएको छ। यसलाई पनि हामीले त्यही मोमो पकाउने भाँडामा राखेकी छु र हजुरले अरू भाँडा पनि प्रयोग गर्न सक्नुहुन्छ। हेर्नुहोस्, यहाँ तेल लागेको हुनाले राम्रोसँग निस्किएको छ र मैले यसलाई पनि केराको पातमा फैलाएँ। अनि यसलाई मैले लगेर घाममा सुकाउन जाँदैछु र घाममा सुकाएर यसरी नै मैले घाममा सुकाइरहेकी छु र मेरो सानो छोरीले र ठुलो छोरीले पनि मलाई सहयोग गरिरहेका छन् घाममा सुकाउनमा। र यसरी नै हाम्रो बन्छ पपेरा र यसलाई सुकाइसकेपछि तेलमा फुराउनुहोस् र यो बन्छ हाम्रो रेडी हुन्छ पपेरा।